to, guys, in Mallorca, Spain. So we are just heading off to the Santanyí markets. I don't know how to say that properly, but we're going to the markets and then we're having a beach day. And then I'll get into why we're going to the other side of the island later. But we are going to the other side of the island later this afternoon after we have a really fun beach day. Huh? I can't wait to swim. I have the goggles. He's ready. I'm gonna dive in straight in. And gonna see what is inside that ocean, all the blue things. Yeah, so we're really excited, and so let's go see what the market's like. Yeah, let's go together, guys. हाम्रो चाहिँ फाइनल्ली होटल चेकआउट भयो हैन अब होटल चेकआउट भएर फेरि ब्याकप्याक बोकेर अब हामी जाँदैछौँ बडीले ब्याकप्याक चाहिँ दरो बगाउने भयो आज आँखा ब्याकप्याक लहर 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 अब हामी जान्छौँ नयाँ यहाँको मार्केट कस्तो छ भनेर मार्केट हेर्छौँ आज रनिङ गर्न अलि पाइएन विच वर लिटल बिट अपसेट अबाउट किनभने चाहिँ धेरै पार्टी भयो त्यही भएर अलि भोलि चाहिँ डेफिनेटली रनिङ हुन्छ सो यस अब हामी मार्केट जान्छौँ मार्केटमा गएर चिसो कफी खानुपर्छ चिसो कफी खाएर अनि रमाइलो गर्नुपर्छ हिजोको नाइट लास्ट रमाइलो भयो बुढी लास्ट मजा आयो Too much wine. वाइन खाइयो One bottle is enough, and one Aperol Spritz is enough for me. लास्ट रमाइलो ट्रिप Especially being super jet lagged, so yeah, that was enough for me. लास्ट मिठो निन्द्रा लाग्यो अनि हाम्रो फेरि बिहानै उठ्ने बानी छ जँदै आँखा चाहिँ 7-8 बजे खोलिहाल्छ अहिले यहाँ कति बज्यो 8 बज्यो मायाहरुकामा लास्ट गर्मी छ यहाँ क्यानबेरामा चिसो छ यहाँ गर्मी छ फेरि यहाँको ठाउँ लास्ट मजा छ म देखाउँछु हैन पाइन ट्री अनि pine tree, it's a palm tree. And you will see lots of beautiful women here like her. Yes. Beautiful women like her and handsome like me too. You're not a woman though, you're a man. Actually handsome man like me. अब हामी जाँदैछौँ हाम्रो गाडी भएको ठाउँमा हिजो त्यो एरियाको भाइब्स लास्ट बवाल थियो बवाल लास्ट वान अफ द happiest moment for me I think. It was really fun guys, very fun. अनि हाम्रो घरमा मोमो पेपरको साटो यहाँ दुईटा बिरालो देखिसक्यौँ हामीले यहाँ 2 दिनमा. Look at this cat. Hi baby. Hello. You're much more fed than the one last night. बिचारा हिजो हामीले एउटा बिरालो देखाएको थियौँ. हामीले बिरालोको भिडियो बनायौँ कि बनाएनौँ बडी? नै बनाएनौँ? त्यो बिरालो बिचारा यति पातलो थियो कि त्यसले मैले खान लागेको खाना देखेँ क्या हिजो मिठो अनि माया लाएर घरमा मेरो बिरालो सेम त्यस्तै गर्छ खानै नभए जस्तो गर्छ जहिले आइरहेको छ अब हाम्रो कार भएको ठाउँमा आयौँ हामी यहाँ छ पार्किङ अब ड्राइभर फेरि एलै छ फेरि यहाँको कार फेरि सेम युएस को For the guys, the wheel is on this side. सेम युएस को जस्तै यहाँ प्यासेन्जर सिट अपोजिट साइडमा छ ड्राइभर सिट यहाँ छ म चाहिँ त्यहाँ बस्छु खै म चलाउन अलि डर मान्छ बुढीले खै किन यसो गर्छ अब बुढी यहाँ रमाइलो हान्दैछ प्याकिङ मुडमा छ अझै पनि ठिक छ ल अब मार्केट चाहिँ अफिसियली लागौँ हैन त ल जा कस्तो दामी मार्केट के यार love this market life So pretty. Churros. We have to have a smoothie. फाइनल्ली मैले कफी खाएँ है अस्ट्रेलियाको कफी लास्ट मिस भएर तर यहाँ ओट लाटे सोट लाटे भन्ने हुँदो रहेछ यो जस्ट कफी विथ मिल्क Cafe un leche, I think. यहाँ छ मेरो बुढी चाहिँ हिँडिरहेछ हामी त जस्ट मार्केटमा छौँ कि मार्केट भाइब्स हामीलाई It's just opening, so. मार्केट खतरा छ यो टमाटर कति मिठो छ है एलिस हो कि नै Let's do. Maybe we come back and get strawberries? Oh my god.
Those strawberries look so good. यो किन यस्तो राम्रो थिम छ क्या यार मार्केटमा अहिले पुरा टुरिस्ट भएको छ But for me, I really like this color. यो बार खान कति मजा आउँथ्यो होला यार Okay. So मेरो pretty. बर्थडे त सब किन्छु होला पायो भने त कस्तो दामी दामी The only thing I'd really buy is like an olive oil. Like, I really want one of these. Huh? Yeah, but we can keep looking around. कस्तो दामी दामी प्लेट छ घरको डेकोरेसन लागि त बेस्ट बेस्ट Garlic grater, you know? Which like, one? Like garlic. I like grate the garlic on there. It's cute. Is it? Yeah. Yeah, that yeah. राम्रो छ फाइनली मार्केटको घुमघाम पनि सकियो मार्केटमा एउटा मिठो कफी खाइयो त्यसपछि त्यसमा हल्का ग्रोसरी सपिङ पनि गरियो अलि सामानहरू किनियो मार्केटमा अनि एउटा के किनियो म्याग्नेट किनियो Oh, it's so cute. I'll show you guys a little bit later because I can't get it out of my bag right now. अब हामी एउटा बिच जाँदैछौँ त्यो बिचमा जाँदाखेरि अब जाँदा जाँदै हामीले के ग्रोसरी किनिम त भनेर हैन I don't know. क्विक देखाउँछौँ Laste mito strawberry. खाइदिउँ एउटा यो स्ट्रबेरी हैन कति गुलियो छ क्या Organic, pure organic. Okay, we got these from the markets. This was $4.50 euro, which is like a little bit expensive for, I guess, Australian strawberries, but they came with a lot. Like this would probably be more than $10 in Australia, isn't it? Easily, because they're like a big thing of them. So I feel like it was a pretty good deal. हामीहरूले चाहिँ सानो सानो सामानहरू किनेको थियौँ तर यहाँ चाहिँ यो अल्कोहलहरू लास्ट सस्तो ककटेल We also got, but that's our grocery. So this is our cinnamon bun that we got as well from the market. And then we got a smoothie that we didn't take any videos of. It was like a juice, really. It was pineapple, mango, coconut, honey, argokoi. ल हामीले के किन्यौँ भनेर देखाउँछौँ हैन So we decided to go to the grocery store instead of going to buy stuff like at a restaurant or at the markets. We just thought like we'd go to the grocery store and get a couple more things since we're going to our next Airbnb tonight. So in total, अब हाम्रो रिसिप्ट यहाँ छ रिसिप्ट चाहिँ कसरी देखाउँ त मैले 29 euros. सब अब केमा छ युरोमा छ हैन 5% भन्ने ठाउँमा गएको थियौँ Nah. अल टुगेदर ओन्ली 29.26 युरो त्यसमा हामीले 6 प्याक बियर किने हम अब मेरो बुढीले देखाउँछ के किन्यौँ भनेर One 6-pack of beer is 4 euros. That's crazy. 4 युरो Yes, a 6-pack of beer. There's one missing because it fell in the bag, but ए भगवान 4 euros for a 6-pack of beer, guys. Australia could अनि never. के किने हम बडे देखाइदिउ त Look. यो कोन चिप्स हो लोरेन्ज कोन चिप्स I'll show हैन you. यो त स्ट्रबेरी हो I don't know. I got some. This is our running fuel, so it's not for everybody, but I got some fruit, jam, 2 Powerades. त्यो पावरेडको कति भनेपछि ओन्ली $1 दुईटा पावरेडको जस्ट $2 रे I wanted to try some Spanish chips, so I don't know if these are like local chippies from Spain, but I got 2 packets of chippies. I got Really? some peanut butter, bread, बिहान हामीलाई रनिङ गर्नलाई यसो अब and I got some fruit. So I've got like some oranges and then bananas. Itio. केरा देखाइदिए त कस्तो छ I don't know. अर्गानिक केरा हो के बरु
केरा जखा मिठो होला गुलियो होला अब तर यत्रो सामान किन्यो हैन अनि दुईटा बोतल पानी पनि किन्यो तर सामान त ओहो लास्टै धेरै किन्यो तर ओन्ली 29.26 युरो यसमा यो बियर हो यो तलको चाहिँ बियर हो $4.14 वान दिएर के बस बियर देखाइदिँदा बडी कस्तो बियर छ It's from Malaga, which is where maybe we are going later. यसमा अल्कोहल पर्सेन्ट कति रे 4.8. 4.8 अब चिसो बियर खाएर हामी बीचमा रमाइलो गर्छौं बुढाबुढी Spanish España. Cerveza means beer, I think. I don't know. My Spanish is a little bit rusty. लास्ट हैन यहाँका मान्छेहरु लास्ट रमाइलो चिलमा खान के पुरै कन्ट्री नै पुरा यो कहाँको बाटो पनि मान्छे धेरै त्यस्तो धेरै पनि छैनन् तर सबै बीचमा कता कता धेरै अब नाइट लाइफ चाहिँ बिजी रहेछ यताको नाइट लाइफ पनि रमाइलो छ बीचमा पनि मान्छे टन्न प्याक पुरै जे होस् लास्ट इन्जोयफुल भइरहेछ टाइम चाहिँ हाम्रो यसले चाहिँ ड्राइभिङ गरिरहेछ थ्याङ्क यू फर द्याट फर बिङ अ गुड ड्राइभर No worries, baby. एन्ड आई एम अल्सो हेल्पिङ लिटल बिट जस्ट विथ द म्याप्स व्हिच इज द्याट्स द जब आई एम डुइङ He's doing a great job with the maps. Now let's go check out the beach. लेट्स गो अब हामी जाँदैछौँ बिचमा यस्तै डाइभ हान्छु कि मैले गगल्स लगाएर कहाँ हो यस्तो दलदलभित्र ए भगवान् पुरै छ त पुरा बिचमा जान लाग्छौँ हामी बुढाबुढी पानी कस्तो होला त तातो होला कि चिसो होला चिसो पाइपमा पनि फेरि पुरा यहाँ पाइप हाले फेरि यस्तो छ पाइप साइडमा तेरको सिधै तल रहेछ त यार नबटी सिधै तल छ है ओए Very same. Yeah. रमाइलो डाइभ अनि डर लागिरहेको अघि एकचोटि हाने दुईचोटि हाने फेरि जाम कि नजाम भइरहेको छ क्या Jump. Who wants to see student jump? Of course you want to, but my jump is so funny though. It's hilarious. You laugh a lot. It's so good. Look, kitty. Look. Okay. मजामा अगाडि ओके नाउ हामीहरू अझै पनि हाइकिङ भइरहेछ यो हाइकिङ चाहिँ यस्तो दुःख चाहिँ हामी के गर्नलाई हो भनेपछि स्विमिङ गर्नलाई स्विमिङ गर्नुपर्छ मजाले यो जङ्गलमा मान्छेहरू आइरहेको छन् फटाक गर्दै हामीहरू चाहिँ यहाँ हाइकिङ बवाल भइरहेको छ तर लक्कीले सर्प स्नेकहरू नहोस् भन्ने मेरो चाहना हो अब अस्ट्रेलियामा भए अब जाडोमा अब ज्याकेट लाउनु पर्थ्यो अब यहाँ अब यस्तोमा होइन जङ्गलमा यो स्पेनको जङ्गल I'm getting sunburnt if I'm not careful. I have to be एकदम careful. मलर्काको यो पानी यति खतरा छ नि यस्तो मैले निलो पानी लाइफमा देखाएको थिएन अहिलेसम्म यहाँबाट देखिन्छ हैन म देखाउँछु हेर त बड्डी त्यहाँ कस्तो खतरा यो पानी हेरौ न लास्टै ब्लू छ के यो अस्ट्रेलिया पनि खतरा बीच भएको ठाउँ हो तर यहाँको यो पानी खै किन अर्कै छ के लास्ट ब्लू छ के मान्छे पनि छैन यहाँ धेरै विच इज गुड आज हामी गयौँ एउटा बीच गयौँ त्यो के रे बीचको नाम एलिस Cala des Moro. This one is Cala des Moro.
कालादेश मरो हो यो बिचको नाम चाहिँ। तर योभन्दा अगाडि गयौँ फेरि पाल्मा होइन, के हो बिचको नाम पनि आएको छ, बिच भएको ठाउँ। हाम्रो यो जङ्गलको बिचमा यस्तरी हिँडेँ, चट्टानको बिचमा। अब लाइफमा हाइक गर्ने भएपछि हाइक गर्नको मजा छुट्टै हुँदो रहेछ कि, किनभनेपछि आफ्नो बडीलाई पनि हल्का एनर्जी भएर आउँछ नि त, आफ्नो उसलाई पनि एनर्जी चाहिरहन्छ। म्याडम फेरि कहाँ हराउँछ अब आउँदा आउँदै, सर्पले खायो कि उतै ऊ आउँदैछ, आयो आयो आयो। हजुर, this microphone is all, I'm sure that they heard. If you go too far ahead, it's going to disconnect from me. yeah, that's right. Ooh, fire. अब हामी जान्छौँ यहाँको कालादेश मरोवाला बिचमा। मान्छेहरू आउँदैछन् त्यही भएर यहाँबाट कस्तो छ भ्यू हो, यहाँको त्यो अन्डरग्राउन्ड भ्यू जस्ट ब्युटिफुल छ। यहाँको पानी हेरौँ है त, पानीको खतरा छ। पानी देखाउँछु ल। Hey Bhagawan. That's all I'm saying nowadays is Hey Bhagawan. ल पानी हेरौँ ल। बिच जङ्गलमा, मिडल अफ द जङ्गल, यस्तो जङ्गल छ माथि, यहाँ तल चाहिँ यस्तो छ फेरि पानी। यहाँ स्विमिङ गर्ने त हुन्न होला नि, यस्तो खतरा छ। स्विमिङ गरेर म देखाउँछु, ल हेर्छु मैले कस्तो छ एकछिन। ल जाउँ त। यहाँबाट चाहिँ यस्तो छ भ्यू। त्यहाँ गएर चाहिँ अब म स्विमिङ गर्छु होइन, धेरै टाढो जाँदैन, नजिक नजिक जान्छु। यहाँ गएर चाहिँ यस्तो स्विमिङ हान्छु अब म ज्याममा लाएर, यस्तो खतरा छ यार। यहाँ गएर स्विमिङ हान्नुपर्छ मजाले, यहाँबाट जाने हो सर। र यहाँ चाहिँ स्विमिङ गरेर मजा आउने होला छ। मान्छेहरू पनि धेरै छैनन्, विच इज गुड, इट्स नट द्याट मच क्राउडेड। दामी छ। अब यो साइडबाट देखाइदिन्छ भिडियो होइन, यस्तो छ भ्यू। किन त्यो राम्रो छ क्या ठाउँ यार, मान्छेले यस्तो गर्छ नि भिडियो। ट्वा पऱ्यो भिडियो, यही होला ट्वा पर्ने वाला भिडियो हो क्या, ट्वा पर्ने मोमेन्ट, ट्वा पर्नेवाला छ। मेरो बुढी पनि ट्वा परेछ। Oi, that looks so good, just do that. Woo! Wow, कति धेरै सामान। यत्रो पहाडमा How much hard work you do, Sudan? माउन्टेनमा एक्सर्साइज पनि भइरहेको के। Ambulance. Oof, these roads are so small. It must be so hard for them to get around.
Call the ambulance, you need it. ओके अब हामी चाहिँ नयाँ अर्को एयरबिएनबीमा आएको छौँ एयरबिएनबी चाहिँ भर्खर हेरेको छौँ अब त्यही पनि सेयर गर्नु मन लाग्यो एलिस र म देखाउँछौँ एयरबिएनबी कस्तो छ भनेर एयरबिएनबीको यो ब्याकग्राउन्ड यस्तो छ क्याक्टस ट्री छ यहाँ साइडमा अनि यहाँ चाहिँ यस्तो आर्ट छ दामीवाला आर्ट छ ब्युटिफुल डेकोरेसन वेल डन अब एलिसले देखाउँछ हाम्रो रुम कस्तो छ भनेर लेट्स गो टुगेदर यहाँ यस्तो छ होइन Simple and sweet. सिम्पल एन्ड Me स्विट time. मी टाइम ल बुढाबुढी त आज एक्लै सुत्ने भइयो Just द्याट्स नट गुड नट गुड we can push it together. अब Don't worry. अब हाम्रो बाथरुम पनि यही हो आजलाई यही भयो बाथरुम ट्याक लाएर अनि ऐनामा यो चाहिँ म विथ माई ब्याकप्याक अनि यो चाहिँ मेरो बुढी फेरि Oh, मेरो face अलिकति रातो छ. रातो. सनबर्न भयो कि आज नि अलिकति. म त कालो भएर सनबर्न हुने चान्स छैन कस्तो भयो त ट्रिप माउन्टेनमा ड्राइभ गरेको ओ माई गड सिरियस रियली गुड लास्ट डे रमाइलो अब मलाई लास्ट डे भोक लाग्यो मलाई लास्ट भोक लाग्यो लास्ट डे ब्याकप्याक बोकेर त माउन्टेन क्लाइम्ब गर्नु जस्तै ब्याकप्याकको धेरै कमेन्ट आएको थियो तर यो ब्याकप्याक हामी कहाँबाट किनेको भनेपछि कोटोप्याक्सी हो र यो पेटले कति खान्छ यार कति खानुपर्छ यो पेटलाई भोक लागेको लागि अब होइन हामी जान्छौँ पार्किङको सामान राख्नलाई Parking pass. This is our parking pass for check-in, check-out, free parking in Valdemosa हामी हाउ मेनी डेज यु गोना स्टे अन दिस प्लेस till Friday. टिल फ्राइडे Today is Tuesday. Wednesday. आज चाहिँ यति बज्यो यहाँ Wednesday the 3rd. अब हामीहरू जाउँ टाउन एक्सप्लोर गर्न टाउन Really एक्सप्लोर just गर्नुपर्छ ठ्याक 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 यो त नेपालको गाउँ जस्तै छ यस्तो छ घरहरू चाहिँ यहाँको एलिस यु निड टु लिड अस ओके यु गोना लिड अस एभ्रिथिङ एलिसले चाहिँ टक्क लिड गर्छ म चाहिँ लुकी हिँड्छु मजाले सुन्छु मान्छेहरू चाहिँ धेरै छन् कि त्यही भएर अलिक बेस्तारै बोल्दैन यहाँ फेरि नयाँ टाउन हल्का धेरै हल्ला गर्नु भएन नि त बडी यहाँ कति क्वाइट हुन्छ म त अलिक बोल्छु यहाँ चाहिँ नत्र बडी त बोल्दैन धेरै म मात्रै अलिअलि बोल्नु ट्राई गर्छु यहाँ चाहिँ ठ्याक्कै नेपालकै ठाउँमा गाइस मैला अरे यस्तो छ गाउँ कहाँ होला यो गाउँ यो ठाउँ तिमी मेरो घरमा जाऊ एलिसको फेभरेट प्लेस होइन त्यस्तो कस्तो राम्रो आर्टहरू छ यहाँभित्र